मेरी अम्मी ओ खड़काजी ओ खड़काजी मेरी अम्मी कति सुतेको यहाँ खड्काजी उठ्ने बेला भएन भनेको ओ खड्काजी काम पनि माथि आइसक्यो 12 बजे जस्तो छ उठ्ने होइन भनेको यहाँ खड्काजी के खाएर सुतेको हो उठ्या होइन सबै घरको काम मैले गर्नुपर्छ सुख पाइएला भनिएर बिहा गरेर ल्याएको खड्काजी त ट्वासरागरी खाने सुत्दै गर्ने घरको काम जति सबै मैले गर्नु पर्यो खाइ नपाए छाला टोपी लाइ पो भयो ओ खड्काजी उल्टी होइन भनेको के खाएर सुतेको होला भाइ दिक्क लागिसक्यो मलाई त कहाँ जाउँ हुन्छ मेरी आमै टेन्सन भएर आइसक्यो यो खड्काजीको पाराले पनि दुःखै भइसक्यो जति हाने नि उठ्दैन खड्काजी ओ खड्काजी मेरी आमै टाउको दुखिसक्यो बिस्तारी उठ्ने होला घरको काम गर्ने होला भनिएको सुतेको छ वाक्कै दिक्कै भइसकेँ म यो खड्काजीको पारामा यो लभ म्यारेज भनेकै नहुने रहेछ के मेरो त बच्चैदेखि यस्तो हो भनी होला त नि भनेर विश्वास गरे के गर्नु 50 त लागेर 51मा म परेछु बुझ्दै गएको कति हो सबैजना त मेरो लभर पो हो पहिलाको भन्छन् यसो देब्रे दिमाग चलाएर बुझ्दै गएको त लपन छपन खामनाङ खुम्नुम ल्यामराम लुङलुङ बाँक त केही रहेछ 50औँसँग सुत्न सक्ने कतिसम्म क्षमता भएको यो खड्काजी दिएछ अब मान्छे हो कि हो जल्या डल्लै चाहिँ उठ्दैन ए खड्काजी उठ्दैन म त दिक्कै भइसकेँ